भनेपछि तिम्रो ढाड बाङ्गिएको छ हैन त? कति भयो समय? 1 वर्ष भयो। डाक्टरले के भनेको छ त? अपरेसन गर्नुपर्छ भने? नमस्कार। आज यो भिडियो हामी एक यस्तो स्वास्थ्य समस्याको बारेमा कुरा गर्दैछौँ जुन धेरै जस्तो किशोरीहरूमा देखा पर्न सक्छ। त्यो हो स्कोलियोसिस अर्थात् ढाड बाङ्गिने रोग। स्कोलियोसिस भनेको ढाडको हड्डी अर्थात् स्पाइनल सिधा नहुने एस वा सी आकारमा एकातिर बाङ्गिनु हो। यो प्राय किशोर किशोरीहरूमा देखिने समस्या हो। विशेष गरेर किशोरीहरूमा यो महिनावारी सुरु भएपछि देखा पर्छ, किनभने त्यति बेला शरीर तीव्र रूपमा गतिमा परिवर्तन हुन्छ, हड्डीहरू बढ्छ, हर्मोनहरू सक्रिय हुन्छ। यिनै कारणले ढाड असन्तुलन हुन जान्छ। अब यो रोग लागेको लक्षणहरू के हुन सक्छन् त त्यसबारेमा छलफल गरौँ। काँधको उचाइ बराबर नहुनु, लामो समय उभिँदा ढाड दुख्नु, कपडा राम्ररी नबस्नु, कसैलाई सास फेर्न गाह्रो हुनु जस्ता लक्षणहरू देखा पर्छ। अब यो रोग लागेको कसरी पुष्टि गर्ने त भन्दा डाक्टरसँग सल्लाह गर्ने, चेक जाँचहरू गर्ने, एक्सरे एमआरआईहरू गरेर यो रोगको पुष्टि गर्न सकिन्छ। अब साधारण किसिमको हल्का अवस्थामा छ भनेदेखि यसलाई फिजियोथेरापी गरेर समाधान गर्न सकिन्छ भनेदेखि, गम्भीर अवस्थामा छ भनेदेखि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। अब यस्तो अवस्थामा किशोर किशोरीहरूले गहुँको भारी बोक्नु भएन, सिधा उभिने प्रयास गर्नु पर्यो, क्याल्सियम र भिटामिन डी युक्त खानेकुराहरू खानु पर्यो, ढाड दुखेमा लापरवाही नगरी चिकित्सकलाई देखाउने गर्नु पर्यो। यो स्कोलियोसिस एक साधारण देखिने तर गम्भीर असर पर्न सक्ने रोग हो। समयमै उपचार र सही उपचार गर्यो भने जीवनमा कुनै समस्या हुँदैन। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने शेयर, लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।